तिम्रो साउलाई पर्सि बिहान सोमबारको दिन बिहान नुहाएर जापसाप गरेर एकचोटि मेरा लिएर आऊ। आज गुरुबा हाम्रो कम्पनी चलेन के भयो के कस्तो हो यसो हल्का हेरिदिनु पर्यो। हो र ल बस यो त्यहाँ हैन तल बस के हेर्नु पर्यो गुरुबा हाम्रो कम्पनी आँखा हेर्ने हो कि झाँक्री बस्नु पर्ने के हो कि दुबै गर्नुपर्छ के कस्तो हो यसो तपाईले यसो हेरिदिनु पर्यो के हो। ल यो मनबाटै यो आएको छौ त यहाँ मनबाटै छौ है सबै के छ यहाँ तिमीले के जिज्ञासा छ सबै यहाँ राख स्पष्ट गर। ल ल भयो ल ओहो बाबु तिम्रो त साउलाई शनि सङ्कटाले घेरेको छ। अरे कहना क्या चाहते हो? शनिलाई ग्रह शान्ति नगरेसम्म त यो वर्ष चल्दैन। अर्को वर्ष पनि खासै भन्न सकिन्न। अब टर्को पिरियड ठिकै हो। शनिको ग्रह शान्ति गर्नुपर्ने देखियो। तिम्रो साउलाई पर्सि बिहान सोमबारको दिन बिहान नुहाएर जापसाप गरेर एकचोटि मेरा लिएर आऊ। मैले धामी बसिदिन्छु आज म तिम्रो लागि। त्यही हो बाबु। ल चट्टै यिनको कम्पनी चलोस्, यिनको मनोकामना पुरा होस्। ल अब हामी धामी बस्छौँ। बाबु तिम्रो कम्पनी हो छङयाङजङ भन्छ तिम्रो साउ हो। तिम्रो कम्पनी अन्तै हो, तिम्रो अन्त काम लागेको हो। तिम्रो भाग्यमा काम हो तर अरूले गरिरहेको हो। अहिले तिमीलाई चाहिँ काम अहिले अलि कम धेरै डुलाएको रहेछ कम्पनीमा। तिमीलाई अर्को वर्ष राम्रो हुन्छ शनिले घेरेको हो। तिमीलाई अर्को वर्ष राम्रो हुन्छ। अहिले सिएनसी गरेर छौ, सिएनसीमा ओटी पाउँछौ।